गाइस यो भाइहरु दौरा लिएर आउँदैछ यहाँ भाइ नमस्ते गाइस वेलकम ब्याक टु माई च्यानल फेरि पनि तपाईहरुको माझमा नयाँ भिडियो लिएर आएको छु। सो आजको भिडियो चाहिँ के हो भन्नेमा चाहिँ आज चाहिँ भाइहरुसँग हल्का पिकनिक जाने हो अन्त माथि रकमा गएर हल्का रमाइलो मान्ने हो। सो आजको भ्लगको कन्टेन्ट चाहिँ त्यही हो। सो आजको कस्तो हुन्छ भ्लग कडा हुन्छ हो कस्तो लाग्छ तपाईलाई प्लिज सपोर्ट गरिदिनु होला त्यति नै भन्छु। अहिले माथि भेटौँ गाइस। अब यहाँ तलबाट हिँड्दै आइपुग्यो हो। यहाँ आइपुग्दा चाहिँ भाइहरु चाहिँ यहाँ रहेछ चौतारामा पर्खिरहेको छ हामीलाई। सो अब भाइहरुलाई भेटेर चाहिँ अब उकालो हामी चाहिँ यहाँबाट चाहिँ उकालो जानुपर्छ। सो भाइहरुको हल्का इन्ट्रोडक्सन दियो। भाइहरु आज कस्तो हुन्छ फिल? आज चाहिँ मजा आउँछ होला माथि रकमा मासु पुरी खानु। मेरो नाम चाहिँ प्रेम छिरिङ तामाङ होइन। हामी चाहिँ आज पिकनिक खान आएको रकमा मजा गर्नुपर्छ गाइस। अनि आज चाहिँ कराई हेरिराख्नु होइन तयारी पनि रड्डी छ आज चाहिँ हान्डी नै मजाले। सो गाइस अब चाहिँ माथि भेटौँ होइन। अब आज चाहिँ रमाइलो हुन्छ। सो आज कडा हुन्छ भ्लग हो। सो माथि भेटौँ है। सो गाइस हामी चाहिँ अब होइन हाम्रो स्पट आइपुग्यो पिकनिक स्पट। सो हाम्रो यही हो माथि देखा त भाइ यो चाहिँ 16 नम्बर हो गाइस। हामीले अब तल तल ढुङ्गाहरू चाहिँ देखाएन। सो दामी छ ठाउँ चाहिँ यहाँ वरिपरि देखाएन ठाउँहरू चाहिँ दामी छ गाइस। सो अब हामी चाहिँ उकालो चढ्छौँ। सो हाम्रो माथि पिकनिक स्पट चाहिँ माथि हो। सो भाइहरू आधी चाहिँ पानी लिनु गइरहेको छ। सो अब हामी चढेको मात्रै देखाउने हो गाइस। अन्त म चाहिँ आज क्यामेराम्यान त्यही भएर अहिले चाहिँ निस्किराखेको। आज केटाहरू अहिले केटाहरू आउँदैछ त्यही भएर निस्किराखेको। अब बेसी आउनु पाउँदैन त्यही भएर ल भाइ हामी चाहिँ हिँड्दै गर्छ। ल भाइ फिलहाल हामी चाहिँ आइपुग्यो हो। पिकनिक स्पट चाहिँ हामी पर बनाउँ भनेको थियो तर अहिले भ्यूको लागि चाहिँ यता आएको छु गाइस। तपाईँहरूलाई चाहिँ अब कस्तो लाग्छ यो भ्यू चाहिँ हो दामी छ गाइस। दिन अब तपाईँहरूले अहिले पहाड चाहिँ देखेको छैन रहेछ तर बिहान चाहिँ दामी देख्छ। सो 16 नम्बर चाहिँ यो हो यतापट्टि देखाउँछ। सो 12 नम्बर चाहिँ यो हो। सो गाइस पिस छ नेचर। तपाईँहरूलाई कस्तो दामी लाग्छ दामी छ गाइस। सो भइदियो गाइस हामी चाहिँ अघि यहाँ थियो हो टक्कै हामी चाहिँ यहाँनिर सरेको छ त्यहाँबाट भ्यू हेर्नुहोस् अलिकति। सो गाइस हाम्रो चाहिँ अब अलिकति पोस्टपोन भयो। सो हाम्रो पिकनिक स्पट चाहिँ त्यहाँ थियो। सो अब हामी चाहिँ यहाँ गर्ने भयो। सो आज यहाँको चाहिँ दामी छ नेचर हो। सो अब हामी चाहिँ यहाँ गर्ने हो। सो भाइहरू पनि साथमा आइपुगेको छ तलतिर। सो अब हाम्रो चाहिँ यहाँ हुन्छ ब्लग। सो आज टिल हेरिदिनु होला हाम्रो ब्लग आज लास्टसम्म सपोर्ट गरिदिनु होला त्यति नै भन्न चाहन्छु सबैलाई। सो गाइस यो चाहिँ होइन अलिकति अब यहाँनिर अन्डरग्राउन्ड राख्ने हाम्रो विचार आयो होइन अलिकति तातो बसोस् भनेर भात चाहिँ। सो अब यो लगेको पर अन्डरग्राउन्ड हाल्नु ए भाइ के भएको अम्बो भाइहरूले खन्नु पनि सकेछ। सो गाइस तपाईँहरूले जोगाड चाहिँ यसरी गर्नु होला। सो तपाईँहरूलाई अलिकति हामीले आइडिया दिएको।
सो गाइस अब चाहिँ होइन सबैभन्दा बेसी भात खानु थाल्यो हामीले सब्जी पाक्यो सो भात र सब्जी चाहिँ खानु थालेको भाइ हो यहाँ खाऊ उयो खाँदैछ यहाँ पनि खाँदैछ हो यो भाइ खाँदैछ सो मेरो पनि यति भइसक्यो गाइस हो मजाले खाने हो सो अहिले देखाउँछु गाइस यति नै हो सो गाइस आजको भ्लग चाहिँ यतिकै नै हो हामी होइन सबै केटाहरूले गरिसक्यो सो गाइस के भन्नु छ भाइ तिमीहरूलाई ल गाइस सबैजनालाई भन्छु म नेक्स्ट भ्लगमा चाहिँ भेटौँ म नेक्स्ट भिडियो